म्याक्सेलसँग धेरै आईटी पढ्ने भाइ बहिनीहरू कम्प्युटर साइन्स पढ्ने भाइ बहिनीहरू चाहिँ जोडिनु भएको छ हैन। त्यो कुरालाई मध्यनजर गर्दै हामीले आईटीको फ्री ट्रेनिङ दिने म्याक्सेलले निर्णय गरेको छ। आजको भिडियोमा कमेन्ट गर्नेले 2500 पर्ने मिसनको ओरिजिनल वायरलेस किबोर्ड र माउस पाउँछ। ल्यापटप किन्दाखेरि चाहिँ के पाउँछ हजुरलाई म त्यो पनि देखाइदिन्छु है गाइस। जुनसुकै ल्यापटप किने पनि गेमिङ माउस त पाइहाल्नु भयो। त्यसै गरी तपाईको यो गेमिङ माउस प्याड पनि पाइहाल्नु भयो, नेक बेन्ड पाइहाल्नु भयो। त्यसै गरी तपाईले यो इनर ब्याग चाहिँ पाइहाल्नु भयो, तपाईले यो ल्यापटप ब्याग पनि पाइहाल्नु भयो, तपाईले यो किबोर्ड गार्ड पनि, त्यसै गरी तपाईले यो किबोर्ड पनि पाइहाल्नु भयो। ल गाइस त्यसै गरी अब हामी गिभ अवेतर्फ लाग्यो है त। यो चाहिँ अस्तिको भिडियो, पहिला यो गर त्यसपछि यो गरौँ है त। ल हेरौँ अस्तिको भिडियोमा चाहिँ कसले कमेन्ट गरेर किबोर्ड जित्नु भएको रहेछ हेरौँ है त। वायर किबोर्ड ल्यापटप जहाँबाट किने पनि बेस्ट प्राइसमा किन्ने, भ्यालु फर मनी किन्ने भन्दै म्याक्सेलको उद्देश्य छ। म्याक्सेलबाट किन्नुपर्छ भन्ने छैन। आजको भिडियो विशेष +2 दिएका दाइ भाइ दिदी बहिनीहरूको लागि बनाएको खासमा हैन। किनभने हामीले साझा इन्ट्रान्ससँग मिलेर सम्झौता गरेर आईटीको फ्री ट्रेनिङ पनि ल्याइसकेका छौँ म्याक्सेलबाट ल्यापटप किन्ने। र म्याक्सेललाई ल्यापटप नकिने पनि म्याक्सेललाई फलो गरेको, सब्सक्राइब गरेको, म्याक्सेललाई माया गरेको व्यक्तिहरूले पनि त्यहाँ गएर भिजिट गर्न सक्नुहुन्छ। हेलो गाइस नमस्ते, म समीर। आज फेरि पनि तपाईँहरूको बिचमा बवाल लिएर आइसकेको छु। आज हामीले ल्यापटप 30 वटा देखाए पनि 90 वटाको स्पेक भन्नेवाला छु गाइस। त्यही भएर भिडियोलाई बिस्तारै हेर्नु होला, लास्टसम्म हेर्नु होला। पक्कै पनि तपाईँले खोजेको रोजेको ल्यापटप यो बिचमा हुनसक्छ। प्लस आजको भिडियोमा चाहिँ मेनली हामीले फोकस गरेका छौँ +2 दिएको भाइ बहिनीहरूलाई। जस्तो अब आईटी पढ्न खोज्नु भएको छ, मेडिकलहरूतिर जानुहुन्छ होला, ल्यापटप चाहिन्छ है, कहाँबाट किन्ने के किन्ने भनेर कन्फ्युज छु भनेर कतिजनाले मलाई मेसेज गरिराख्नु भएको छ। ल्यापटप जहाँबाट किने पनि बेस्ट प्राइसमा किन्ने, भ्यालु फर मनी किन्ने भन्दै म्याक्सेलको उद्देश्य छ। म्याक्सेलबाट किन्नुपर्छ भन्ने छैन। जहाँबाट किने पनि भयो, तर ल्यापटपको प्राइस चाहिँ बेस्ट हुनु पर्यो र आफूलाई युज हुने ल्यापटप हुनु पर्यो। त्यसै गरी म्याक्सेलसँग धेरै आईटी पढ्ने भाइ बहिनीहरू कम्प्युटर साइन्स पढ्ने भाइ बहिनीहरू चाहिँ जोडिनु भएको छ हैन। त्यो कुरालाई मध्यनजर गर्दै हामीले आईटीको फ्री ट्रेनिङ दिने म्याक्सेलले निर्णय गरेको छ। अब दाजु तपाईँको त पछाडि तपाईँले कसरी ट्रेनिङ दिनुहुन्छ भनेर भन्नुहुन्छ। हो, साझा इन्ट्रान्स फेसबुकमा गएर हेर्न सक्नुहुन्छ। साझा इन्ट्रान्स हामीले कमेन्टमा लिङ्क पनि हालिदिन्छौँ हैन। साझा इन्ट्रान्स भन्ने फेसबुक पेज छ, 8 वर्ष भइसक्यो। उहाँहरूले चाहिँ तपाईँको आईटीको इन्ट्रान्स प्रिपरेसनहरू, आईटी ट्रेनिङहरू गराउँदै हुनुहुन्छ। उहाँसँग मिलेर म्याक्सेलबाट जति पनि मान्छे त्यहाँ जान्छ फ्रीमा आईटी ट्रेनिङ पाउन सक्नुहुन्छ। साझा इन्ट्रान्समा गएर तपाईँले त्यहाँ फ्रीमा आईटी ट्रेनिङ पाउन सक्नुहुन्छ। +2 दिएको भाइ बहिनीहरूले खोजिराख्नु भएको छ होला कहाँ गएर के गर्ने भनेर, आईटीको लागि कहाँबाट बुझ्ने भनेर। साझा इन्ट्रान्समा जानुहोस्, तपाईँलाई त्यहाँ मजाले बुझाइ पनि दिन्छ, प्लस तपाईँलाई त्यहाँ फ्रीमा आईटी ट्रेनिङ पनि गराउँछ। प्लस आईटी पढ्नलाई कुन कलेज कस्तो हुन्छ के हुन्छ भनेर त्यहाँबाट बुझ्न सक्नुहुन्छ। फ्री अफ कस्ट, 1 रुपैयाँ पनि लाग्दैन। त्यहाँ गएर मजाले आफ्नो गार्जेन्सलाई लिएर गएर राम्रो कलेज कहाँ हुन्छ के हुन्छ भनेर सोध्न पाउनुभयो। सेकेन्ड नम्बरमा फ्री आईटी ट्रेनिङ पनि पाउन सक्नुभयो साझा इन्ट्रान्सबाट। साझा इन्ट्रान्स हामीले कमेन्टमा लिङ्क पनि हालिदिएका छौँ। त्यहाँ गएर मजाले म्याक्सेलबाट आएको छु भनिसकेपछि तपाईँले आईटी ट्रेनिङ फ्रीमा गराइदिइहाल्छ। प्लस बेस्ट कलेज कहाँ छ के छ, प्लस तपाईँको आईटीको लागि इन्ट्रान्स प्रिपरेसन, प्लस हरेक शनिबार मक टेस्ट हुन्छ उनीहरूको हैन। फ्री गिफ्टहरू पनि पाउन सक्नुहुन्छ। शनिबार तपाईँले फ्रीमा गएर त्यसमा इन्ट्रान्स प्रिपरेसन गर्न सक्नुहुन्छ। बसको सेवा पनि फ्री हुन्छ। जस्तो पुधेसडाबाट मानव बस जान्छ लोकन्थली, भक्तपुर अथवा ललितपुर कतै गयो भने तपाईँहरूले फ्री अफ कस्टमा शनिबार चाहिँ बसमा लगिन्छ पनि, तपाईँले 1 रुपैयाँ पनि लाग्दैन। फ्रीमा तपाईँले इक्जाम दिन पाउनुभयो। र त्यसै गरी अब सुरु गरौँ हामीले बजेट ल्यापटपबाट। जस्तो कि यो ल्यापटप तपाईँको 33,000मा पनि आउँछ, 50,000मा पनि आउँछ, 60,000मा पनि आउँछ, 70,000मा पनि आउँछ, 80,000मा पनि आउँछ। दाजु एउटै ल्यापटपको त्यति प्राइस कसरी छ भन्नुहुन्छ। लुक्स एउटै हुन्छ, स्पेक फरक हुन्छ, भित्रको फ्युचर चाहिँ फरक हुन्छ। त्यही भएर म एउटा देखाएर 5 वटाको स्पेक भन्छु, 4 वटाको स्पेक भन्छु। किनभने मलाई चाहिँ एउटा देखाउनु नि टाइम वेस्ट हुन्छ नि, बरु एउटा ल्यापटप देखाएर 5-6 वटाको स्पेक भनिदिन्छु। किनभने प्राइम मेरो मुखमै सबै स्पेकहरू हुन्छ। त्यही भएर भिडियोलाई बिस्तारै स्लो मोसनमा हेर्नु होला है त गाइस। ल यो चाहिँ तपाईँको भयो एसरको सेलरन प्रोसेसरमा। नर्मल कामको लागि हुन्छ यो ल्यापटप चाहिँ सेलरन प्रोसेसरमा। स्लो नै हुन्छ गाइस। यो सेलरन प्रोसेसर भएपछि त्यस्तो फास्ट चाहिँ हुँदैन हैन, स्लो नै हुन्छ। बजेट छ भने सकेसम्म अलि राम्रै किन्नु होला। बजेट कमै छ, बजेट छँदै छैन भने चाहिँ यो किन्नु होला। तर स्लो चाहिँ यो हुन्छ सेलरन प्रोसेसरमा लियो भने। यसमा राइजन 3 पनि आउँछ, राइजन 5 पनि आउँछ, राइजन 7 पनि आउँछ। राइजन 3 भन्दा माथि त राम्रो भइ नै हाल्यो। यो जुन एसरको 33,000मा जुन आउने ल्यापटप छ त्यो चाहिँ स्लो तपाईँको स्लो नै हुन्छ। यो हामीले धेरै बेच्यो हैन। म फेरि त्यस्तो पसलमा पर्दिनँ कि जुनलाई पनि राम्रो भन्ने पढ्नुमा चाहिँ म पर्दिनँ। किन पर्दिनँ भनेपछि हामीले पनि बेचेर रिभ्यू पाउने। यो ल्यापटपमा धेरै बेच्यो र धेरै कस्टमर चाहिँ हामीले सुन्यो कि यो अति नै स्लो छ भनेर। अनि हामीले जब आफैले यसलाई रिभ्यू गर्यो भने हामीले पनि थाहा पायो कि ल्यापटप साँच्चै नै स्लो छ। तर पनि बजेटमा चाहिँ ठिक छ। अब बजेट टाइट छ भने त किन्नै पर्यो, किनेर कम्प्रोमाइज गर्नै पर्यो। 40 देखि प्लस बजेट छ भने त
तपाईँको राम्रो ल्यापटप भइहाल्छ र 40 भित्रको बजेट तपाईँले यो पाउन सक्नुहुन्छ गाइस। यसमा नर्मल कामहरू गर्न मिल्छ, नमिल्ने होइन, वर्ड एक्सेलहरू पाउन चलाउन मिल्छ, तर यो स्लो चाहिँ अति नै स्लो छ के। पहिला हामीले 4 GB को भन्दा नि यो 8 GB भने अलिकति स्लो छ कि यो ल्यापटप, खै यसको प्रोसेसरले हो कि केले गर्दा हो, तर यो चाहिँ अलिकति स्लो नै छ सेलरन प्रोसेसरमा चाहिँ। त्यही पनि बजेट कम छ भने चाहिँ किन्दा हुन्छ। म चाहिँ फेरि हामीले यो ल्यापटप धेरै नबेचेको पनि होइन, तर रिभ्यू जुन आउँछ नि कस्टमरको, जस्तो 1-2 जनाले भन्यो भने कस्टमरको मनको भरम पनि हुन्छ, तर म्याक्सिमम कस्टमरले एउटै प्रब्लम भन्यो भने चाहिँ त्यो कुनै ल्यापटपमा पनि डिफेक्ट हुनसक्छ। हो त्यो यसको रिभ्यू त्यस्तै आयो, त्यही भएर हामी जस्ताको त्यस्तै भनेका छौँ। सकेसम्म बजेट छ भने 40,000 भन्दा माथिकै लिँदा राम्रो। त्यसै गरी यसमा तपाईँले Ryzen 3 मा लिनुहुन्छ भने 8 GB र्याम 512 SSD मा आउँछ। यसमै तपाईँले Ryzen 3 मा लिनुहुन्छ भने 8 GB र्याम 512 SSD मा आउँछ। मार्केटमा तपाईँले 53, 52 भन्छ, तर मैले बारम्बार भन्दै आएको छु Ryzen 3 होस् अथवा i3 होस् 50,000 भित्र आउँछ। Ryzen 3 होस् अथवा i3 होस् कतिमा आउँछ? 50,000 भित्र आउँछ। तर मार्केटमा तपाईँले i3 कै Ryzen 3 कै 52, 53, 54, 55 सम्म बेचिरहेछ सस्तो भन्ने पसलहरू। तर म्याक्सेलले त्यस्तो गर्दैन। म्याक्सेलले बेस्ट प्राइस दिँदै आएको छ, दिन्छ पनि। 50,000 भित्रमा जुनसुकै ब्रान्डको पनि Ryzen 3 i3 आउँछ, चाहे डेल होस्, HP होस्, एसर होस्, लेनोभो होस्, MSI होस् कि आसुस होस्। 8 GB र्याम 512 SSD मा ओन्ली एन्ड ओन्ली 48,500 मा तपाईँले पाउन सक्नुहुन्छ। एसरको Ryzen 3 को 780 भनेको i3 को 13 जेन इक्विभलेन्ट हुन्छ। i3 को 13 जेन चाहिँ होइन, यो Ryzen प्रोसेसर AMD को प्रोसेसर हो, त्यही पनि i3 को 13 जेन बराबरको हो। 8 GB र्याम 512 ओन्ली 48,500। यसमै तपाईँले i3 को लिनुहुन्छ भने 8 GB र्याम 512 मा त्यसको चाहिँ 48,500 पर्छ। इन्टेलको पनि Ryzen को पनि प्राइस चाहिँ सेमै पर्छ, तर मार्केटमा तपाईँलाई 54, 55 मा बेचिरहेछ। मेरो विश्वास लाग्दैन भने सस्तो दिने पसलहरूको नि फेसबुक पेजमा गएर हेर्न सक्नुहुन्छ, युट्युब हेर्न सक्नुहुन्छ, त्यहाँ पनि प्राइस हेर्नुहोस्, अरूको पनि प्राइस हेर्नुहोस्, म्याक्सेलको पनि प्राइस हेर्नुहोस्, जहाँ सस्तो राम्रो लाग्छ त्यहीबाट किन्नुहोस्। म्याक्सेलले पहिला पनि भन्थ्यो, अहिले पनि भन्छ, जुनसुकै ठाउँबाट पनि ल्यापटप किन्दाखेरि रिफर्बिस हुँदैन। नयाँ मोडल भइसकेपछि जेन्युन ल्यापटप पाउँछ। त्यो पसलवालाहरूले महँगो लिनलाई भन्ने हो कि मेरो जेन्युन उसको रिफर्बिस यताउता भनेर। त्यही भएर म अरू पसलको राम्रो भन्दिनँ। मेरो चाहिँ सबै पसलले खेदो खन्छ कि मलाई कति कस्टमरले पनि भन्छ दाइ तपाईँको त लास्टै दुश्मन छ भनेर। म एउटै रिप्लाई दिन्छु, राम्रो मान्छेको दुश्मन हरेक ठाउँमा हुन्छ क्या। अब पसलवालाहरू मेरो कम्पिटिटर हो, पक्कै पनि मैले सस्तोमा दिएँ भने उनीहरूलाई बेच्न गाह्रो हुन्छ। त्यही भएर मेरो कुरा त काट्छ नै। त्यही भएर मेरो कुरालाई काट्न दिनुहोस्। तपाईँ सबै ठाउँमा बुझ्नुहोस्, सबैको कुरा पनि सुन्नुहोस्, त्यसपछि म्याक्सेलमा आउनुहोस्, म्याक्सेलबाट बेस्ट प्राइसमा लानुहोस्। कि म त यतिसम्म भन्छु, कुनै कस्टमरलाई मै सिकाइदिन्छु, जान्दा त्यहाँ पसलमा मलाई गाली गर्नु, तपाईँले भन्नु यतिमै उतिमै दिइरहेछ म्याक्सेलले, तपाईँलाई दिइदिन्छ। हामीसँग कुनै कस्टमरहरू आउँछ, दाइ मलाई यो ल्यापटप तपाईँसँगै लानु छ भन्छ होइन, तर मैले दिन सकिनँ त्यतिमा भने पनि म कहाँ पाउँछ के पाउँछ भनेर पनि देखाइदिन्छु कि कस्टमरहरूलाई। म्याक्सेल त्यस्तो पसलमा पर्छ। म्याक्सेलले बेस्ट प्राइस दिँदै आएको थियो र दिन्छ पनि। प्रुफको लागि चाहिँ म्याक्सेलको विगतको भिडियो हेर्नुहोस्, आजको भिडियो पनि हेर्नुहोस्, अरूको पनि भिडियो हेर्नुहोस्, फिल्टर गर्नुहोस् कसको प्राइस सस्तो छ के छ भनेर। र हरेक ल्यापटपमा वारेन्टीको सिल हुन्छ पछाडिपट्टि होइन, यो सिल तपाईँले मिलाएर हेर्न सक्नुहुन्छ क्या। जस्तो कुनैले यही सिल भएको सामान मेरो राम्रो हो, अरूको नराम्रो भनिदिन्छ कि, त्यो मिलाउन मिल्छ। पसलको सामान एउटै हुन्छ, प्राइस मात्र फरक भनिदिन्छ कि, त्यस्तो पनि मान्छे हेर्छ। त्यही भएर हरेक कुरा हेरेर ल्यापटप किन्नु होला। यसमा Ryzen 3 लियो भने कति पर्न आयो? 48,500। मार्केटमा कतिमा पाउँछ? 53, 54,000 मा। यसको सेलरन मार्केटमा 35,000, 36,000 भन्छ। म्याक्सेलले कतिमा दियो? 32,500 मा। त्यसै गरी यसमा Ryzen 5 मा लियो भने चाहिँ, यसको Ryzen 5 मा लियो भने तपाईँले 56 मा पाउन सक्नुहुन्छ। यसकै Ryzen 5 मा लियो भने तपाईँले 56,000 मा पाउन सक्नुहुन्छ। त्यसै गरी यसमा Ryzen 7 लियो भने चाहिँ 16 GB र्याम 512 SSD मा, ब्याकलाइटमा किबोर्ड पनि बल्छ, किबोर्डमा बत्ती पनि बल्छ। 16 GB र्याम 512 Ryzen 7 है, फेरि Ryzen 5 होइन, फेरि Ryzen 7 i7 बराबरको Ryzen 7। मार्केटमा तपाईँलाई 73, 74 भन्छ। म्याक्सेल मात्र एउटा यस्तो पसल हो जो तपाईँलाई ओन्ली 71,000 मा दिन्छ। Ryzen 7 चाहिँ ओन्ली 71,000 मा गाइस Ryzen 7। Ryzen 5 मा दाइ के काम गर्न मिल्छ होला? प्रोग्रामिङ कोडिङहरू गर्नलाई मजाले पुग्यो, कम्प्युटर साइन्स पढ्दै हुन्छ भने मजाले पुग्यो, मेडिकलहरूको लागि पनि पुग्छ। बजेट छ भने 50 देखि 60 सम्मको बजेट छ भने Ryzen 5 i5 किन्दा राम्रो होइन। बजेट कम छ भने 50 भित्र छ भने i3 किन्दा हुन्छ। धेरैले यहाँ i3 को पनि 54, 55 मा बेचिरहेछन्, सस्तो दिन्छु भन्नेहरूले पनि। त्यही भएर प्राइस हेरेर किन्नु होला, भ्यालु फर मनी किन्नु होला। म यति मात्र भन्छु। आजको भिडियो विशेष +2 दिएका दाइ भाइ दिदी बहिनीहरूको लागि बनाएको खासमा होइन, किनभने हामीले साझा इन्ट्रान्ससँग मिलेर सम्झौता गरेर आइटीको फ्री ट्रेनिङ पनि ल्याइसकेका छौँ म्याक्सेलबाट ल्यापटप किन्ने। र म्याक्सेललाई ल्यापटप नकिने पनि म्याक्सेललाई फलो गरेको, सब्सक्राइब गरेको, म्याक्सेललाई माया गरेको व्यक्तिहरूले पनि त्यहाँ गएर भिजिट गर्न सक्नुहुन्छ। फ्री आइटी ट्रेनिङ पाउनुहुन्छ, प्लस तपाईँले त्यहाँबाट आइडिया नलेजहरू लिन सक्नुहुन्छ, कुन कलेजमा कस्तो होला के होला भनेर फ्री तपाईँको आइडिया पाउन सक्नुहुन्छ। साझा इन्ट्रान्स है, साझा इन्ट्रान्स SAJHA, साझा इन्ट्रान्स
हाम्रो कमेन्टमा लिङ्क पनि छ, प्लस नत्र मलाई डाइरेक्ट WhatsApp मेसेज गरेर साझा इन्ट्रान्सको नम्बर पनि लिन सक्नुहुन्छ। यसमा Ryzen 7 को 71,000 16,512, Ryzen 5 को 56,000, Ryzen 3 को 48,500 र सेल्रनको चाहिँ 32,500। मेरो कुरा कुनै पनि पसलले काट्छ भने त्यो चाहिँ स्वाभाविक कुरा हो, कुनै पनि पसलको कुरा पसलले काट्छ क्या। जस्तो हामीले कुनै कलेजमा एडमिसन गराउन गयो भने त्यो कलेज यस्तो छ, मेरो कलेज यस्तो छ भनेर भनि नै हाल्छ। कुनै लुगा किन्न गयो भने भाइ मेरो ब्रान्डेड लुगा हो, उसको उस्तो भनि नै हाल्छ। त्यही भएर त्यो नर्मल कुरा। मलाई धेरै कस्टमरले भन्छ दाजु तपाईँको चाहिँ फ्यान कस्टमर मात्र होइन कि पसलवालाहरू पनि रहेछ, सबै भिडियो तपाईँको हेर्दो रहेछ पसलवालाहरूले। मेरो जहाँसम्म लाग्छ मलाई 1000 भ्युज त मेरो पसलवालाहरूले पुऱ्याइदिन्छ। भिडियो हेर्छ होइन, मैले कति प्रयास हालेको छु के हालेको छु। राम्रो कुरा मसँग सिक्नु भएको छ भने सिक्नुहोस् के, तर मेरो कुरा चाहिँ काटेर काम छैन। आजभोलिको कस्टमर त्यति पनि बेको हुँदैन, तपाईँले कुरा काट्दैन, तपाईँ कुरा पत्याउँछ। अब चाहिँ तपाईँको आयो आसुसको भिडियो बुक। यसमा गाइज हामीसँग Ryzen 3 पनि छ, Ryzen 5 पनि छ, Ryzen 7 पनि छ। मैले बारम्बार भन्दा ल्यापटप किन्दाखेरि 8 GB तलको चाहिँ नकिन्नु होला, ऱ्याम चाहिँ 8 GB को मिनिमम किन्नु होला। 8 GB ऱ्याम 8 GB ऱ्याममा तपाईँले Ryzen 3 लिनुहुन्छ भने तपाईँलाई पर्न आउँछ 48,500। यसको पनि मैले भनि नै हालेँ, i3 अथवा Ryzen 3 किन्यो भने 50,000 भित्र पाउँछ गाइज। यहाँ धेरैले तपाईँको 54, 55, 53 बेचिरहेछ i3 Ryzen 3 नै, तर i3 अथवा Ryzen 3 तपाईँले 50 भित्रमा पाउन सक्नुहुन्छ। 8 GB ऱ्याममा Ryzen 3 मा 7000 सिरिज तपाईँले कतिमा पाउनुभयो, ओन्ली एन्ड ओन्ली 48,500 मा। त्यसै गरी यसमा Ryzen 5 आसुसको भिडियो बुकमा Ryzen 5 8 GB ऱ्याम 512, मार्केटमा 64, 63 घटीमा दिन्छ, तर म्याक्सले तपाईँलाई कतिमा दियो, ओन्ली एन्ड ओन्ली 59,000 मा। र यसमा 8 GB लाई 16 GB गर्न मिल्दैन, नन एक्सपान्डेबल मोडल हो यो। ल्यापटप किन्दाखेरि एक्सपान्डेबल नन एक्सपान्डेबल पनि हेर्नुपर्छ। धेरै पसलले नन एक्सपान्डेबललाई पनि एक्सपान्डल भनिदिन्छ क्या। अब त्यसलाई नलेज नभएको पनि हुनसक्छ, कि त कस्टमरलाई झुकाएको पनि हुनसक्छ। त्यही भएर त्यहाँ चाहिँ नझुकिनु गाइस। नलेज भएको पसलसँग किन्नुहोस्, जसलाई जेन्युनली कुरा थाहा छ ल्यापटपमा के छ छैन, कि त नझुकाउने पसलसँग किन्नुहोस्। ल्यापटप किन्दाखेरि जहिले पनि एक्सपान्डेबल किन्नुपर्छ, ल्यापटप किन्दाखेरि जहिले पनि एक्सपान्डेबल किन्नुपर्छ बजेट छ भने। यसमा चाहिँ एक्सपान्ड गर्न मिल्दैन। 59 मा तपाईँलाई आयो 8,512, तपाईँ नर्मल यताउता गर्नलाई हो, नर्मल प्रोग्रामिङ कोडिङहरू भर्खर सिकिराख्नु भएको छ भने त्यसको लागि चाहिँ ठिक हो। तर बजेट छ भने यसको 16 GB पनि पाउँछ। आसुसै मनपर्छ भने अरू ब्रान्डको 16 GB लियो भने 63, 64, 65 मा पाउँछ मजाले। तर जस्ट यो आसुसको भिडियो बुक भएको कारणले गर्दाखेरि आसुस र MSI अलिकति महँगो हुन्छ नेपालमा। यसमा 16 GB ऱ्याम 512 लियो भने तपाईँले पाउन सक्नुहुन्छ 73,000 मा। एउटा ऱ्यामले गर्दा यतिको फरक छ। किन फरक छ भने चाहिँ 8 लाई 16 GB गर्न मिल्दैन, तर कति पसलले यहाँ के झुकाउँछ भने चाहिँ मिल्छ भनेर बेचिदिन्छ क्या। अस्ति एउटा पसलले एउटा कस्टमरलाई बेचेको पनि थियो, र पछि त्यो कस्टमरले मलाई पनि सोधेको थियो, त्यो कस्टमरले अरू पसलमा पनि सोध्यो, मैले जेन्युन कुरा गर्दै भाइ यसमा मिल्दैन, त्यो पसलले मिल्छ भनेर बेचिदिएछ। त्यो कस्टमरलाई के लाग्यो भने चाहिँ म्याक्सेलमा भएको सामानमा चाहिँ नमिल्दै होला, अरूकोमा चाहिँ मिल्ने रहेछ जस्तो सोच्यो उसले, त्यहाँबाट किन्यो। तर सेम सामानमा मिल्ने नमिल्ने भन्ने कुरा हुँदैन, त्यो कस्टमरले झुकाएर बेचिदिएको रहेछ। पछि बिचरा 2-4 दिन पछि चाहिँ यसमा ऱ्याम थप्नु पऱ्यो, कति पर्छ त्यो पसलले मलाई महँगो भन्दैछ ऱ्यामको भनेर सोध्यो मलाई। अनि जब मैले त्यसलाई भने बाबु योबाट त ऱ्याम बढाउनै मिल्दैन, म ग्यारेन्टी दिन्छु भनेर भने, अनि जब त्यो पसललाई उसले भन्यो ऱ्याम थपिदिनु, पहिला त भन्यो उसले ऱ्याम थप्नै पर्दैन यतिले नै पुग्छ, पछि जब कस्टमरले फोर्स गरेपछि अनि भन्छ सब मिल्दैन भनेर, अनि पछि एक्सचेन्ज गरेर अर्को लिएर गयो। त्यही भएर त्यस्तो केसमा तपाईँ पनि नपर्नु होला। किन्दाखेरि सकेसम्म जेन्युनली कुरा गर्ने पसलसँग, कि त नलेज भएकोसँग किन्नु होला। अब नलेजै नभएपछि कतिले फेक इन्फर्मेसन पनि दिइरहेको हुन्छ, त्यो नचाहेर पनि दिन्छ, किनभने उसँग आइडिया छैन उसले के तपाईँलाई नलेज दिन्छ। त्यही भएर नलेज भएको पसलसँग किन्नु होला। Ryzen 5 मा किन्यो भने कति पर्न आयो दाजु हजुरलाई, 59,000, 8 GB ऱ्याम 512, मार्केटमा पुरै बुनु 62, 63 तल कसैले पनि दिँदैन। Ryzen 5 मा 16 GB ऱ्याममा 10-12 हजारको फरक छ। किन फरक छ भने चाहिँ ऱ्याम नन एक्सपान्डेबल भएको कारणले गर्दाखेरि, र प्लस यो ब्रान्डले गर्दाखेरि पनि यो तपाईँलाई पर्न आयो 72,000। अरू ब्रान्डको लेनोभोहरूको यताउताको लियो भने चाहिँ 65 मा 16 GB भएर पनि आउँछ, नआउने होइन, जस्ट यो आसुसले गर्दा अलिकति महँगो भएको हो। Ryzen 3 48,500, Ryzen 5 8 GB मा 59, Ryzen 5 मै 16,512, कति पर्न आयो तपाईँलाई, ओन्ली एन्ड ओन्ली 73,000। भिडियोलाई बिस्तारै हेर्नु होला गाइज। म जहिले पनि बेलुका भिडियो बनाउँछु, त्यही भएर म थाकिरहेको हुन्छु। जस्तो कि हामीले बिहान बनाउँदैन, बेलुका बनाउँछु, र दिनभरिको तपाईँको थाहै छ वर्किङ दिनभरि गर्नुपर्छ, दिनभरिमा 400 भन्दा बेसी मान्छे प्लस मान्छेसँग बोल्नु परेको हुन्छ। त्यही भएर यिनीहरू त अति लस भइरहेको हुन्छ क्या। पहिला हामीले बिहान भिडियो बनाउँथ्यो, धेरै कस्टमरले भन्छ जोस दाइकोमा खतरा छ भनेर। अहिले कहिले काहीँ भन्छ दाइ जोस किन कम भइरहेको छ, जोस कम भएको होइन, टाइमिङ चेन्ज भएको। बिहान अलि ढिलो हुन्छ, आउँदै पसल आउँदै बेलुका भिडियो बनाउनुपर्छ। बेलुका भिडियो बनाएपछि अलिकति इनर्जी चाहिँ लस हुँदो रहेछ क्या। र यो आइडिया प्याड स्लिम 3 धेरै चलेको मोडल हो गाइज। यसको मार्केटमा प्राइस पनि महँगो छ, तर म्याक्सले सस्तोमा ल्याइसकेको छ। यसमा 3टा एस्पेक्ट भन्छु, राम्रोसँग बिस्तारै सुन्नु होला है गाइज। यसमा तपाईँले i3 को 13 जेन लियो भने
8 GB ऱ्याममा i3 को 13 जेन लियो भने 8 GB ऱ्याममा तपाईलाई ओन्ली 49,000 पर्न आउँछ, 49,000 पर्न आउँछ। 8 GB ऱ्याममा i3 को 13 जेन आइडिया प्याड स्लिम 3 मा। यसमै तपाईले Ryzen 5 लिनुहुन्छ भने तपाईलाई 55,000 पर्न आउँछ 8 GB ऱ्याम 512 मा। यसमै तपाईले Ryzen 5 लिनुहुन्छ भने 8 GB ऱ्याम 512 मा तपाईलाई 55,000 पर्न आउँछ। त्यसैगरी यसमै i5 को 13 जेनमा H प्रोसेसर, i5 को 13 जेनमा H प्रोसेसर, 16 GB ऱ्याम 512, ब्याकलाइट पनि भएको, फिंगरप्रिन्ट पनि भएको, फुल्ली हार्ड प्लास्टिकमा हेर्दाखेरि पनि वाउ, प्रोसेसर पनि वाउ र बजेटमा पनि कतिमा आयो ओन्ली 72,000 मा। ब्याकलाइट फिंगरप्रिन्ट सबै कुरा भएको कतिमा आयो 72,000 मा। यसमै हामीसँग ब्याकलाइट फिंगरप्रिन्ट नभएको पनि छ, त्यो तपाईलाई 68 मा पाउन सक्नुहुन्छ H प्रोसेसरमा। यसमै Ryzen 5 लियो भने 8 GB ऱ्याम 512 SSD मा ओन्ली 55,000 मा पाउन सक्नुहुन्छ। दाजु 55,000 को ल्यापटपमा के गर्न मिल्छ भने त्यसमा पनि प्रोग्रामिङहरु, कोडिङहरु, जावा पाइथन चल्छ, कम्प्युटर साइन्स पढ्ने त्यसले पनि पुग्छ। तर बजेट छ भने सकेसम्म 16 GB ऱ्याम भएकै किन्दाखेरि राम्रो। 16 GB ऱ्याम भएको तपाईलाई 60 देखि 70 को बीचमा आउँछ, 8 GB ऱ्याम भएको 50 देखि 60 को रेन्जमा आउँछ। जुनसुकै एउटा तपाईँ गाइज म्याक्सेलमा आउनु होला, म्याक्सेलले तपाईलाई बेस्ट डिल दिँदै पनि आएको थियो, दिन्छ पनि र दिइ पनि रहेको हुन्छ। र मैले भनिहालेँ ल्यापटप किन्दाखेरि एक्सपान्डेबल नन एक्सपान्डेबल हेरेर किन्नु होला। अब तपाईको आयो डेलमा, डेलको भस्ट्रोमा तपाईले यो लुक्समा देखाउँछ, यो चाहिँ इन्स्पाइरन हो र भस्ट्रो र इन्स्पाइरनको लुक्स चाहिँ सेमै हुन्छ। मतलब मैं अलि धेरै बोल्छु के, त्यही भएर मेरो टाइम अलि बेसी नै जान्छ भिडियोमा र ल्यापटप पनि धेरै देखाउने कन्फ्युजन हुन्छ। तर मलाई चाहिँ सबै ल्यापटपको स्पेक मुखमै थाहा हुन्छ कि मलाई चाहिँ अरू जस्तो बक्स हेरेर राख्नु पर्दैन, म्याक्सेलले मुखमै थाहा हुन्छ। किनभने अब मलाई आफै थाहा छैन भने म कस्टमरलाई कसरी नलेज दिनु, एनी टाइम त बक्स हेरेर भन्न मिल्दैन कस्टमरलाई। जब मैले बक्स हेरेर स्पेक भनिरहेको छु भने त पक्कै पनि मलाई थाहा छैन। जब मलाई स्पेकै थाहा हुँदैन भने मैले कस्टमरलाई कसरी भन्ने तपाईँको कामको लागि यो चाहिन्छ भनेर। त्यही भएर मलाई सबै स्पेकहरू मुखमै थाहा हुन्छ, म पिलिली भनिदिइहाल्छु। डेल इन्स्पाइरन र भस्ट्रो लुक्स एउटै हुन्छ। i3 मा चाहिँ भस्ट्रो आउँछ है गाइज, यही लुक्समा भस्ट्रो 8 GB ऱ्याम 8 GB ऱ्याम र तपाईले 512 SSD मा मार्केटमा तपाईको 49,000 50,000 भन्छ भस्ट्रो चाहिँ। अरूको त 52-53 नै भन्छ, मैले 48-49 भने, तर म्याक्सले तपाईलाई ओन्ली 47,000 मा दिन्छ डेलको भस्ट्रो i3 मा। त्यसैगरी यसमा i5 को 12 जेन लियो भने 8 GB ऱ्याम 512 मा तपाईले 57,000 मा पाउन सक्नुहुन्छ, 57,000 मा। त्यसमा चाहिँ एक्सपान्ड पनि गर्न मिल्छ। र यसमै तपाईले Ryzen 5 इन्स्पाइरन लियो भने 8512 मा Ryzen 5 को इन्स्पाइरन, त्यसमा चाहिँ एक्सपान्ड गर्न मिल्दैन, त्यो तपाईलाई पर्न आउँछ 59,000। दाइ लेनोभोको 55 डेलको किन महँगो? डेल र एचपी को अलिकति ब्रान्ड लिएर चाहिँ महँगो पर्छ गाइस। हुन त स्पेक सबै उस्ता उस्तै, ब्रान्ड हेरेर काम छैन, स्पेक हेर्ने हो। त्यो पनि कतिजनाले भन्छ दाइ लिएपछि ब्रान्डै ल्याउन, पछि पार्ट्स पाउन सजिलो हुन्छ यताउता भन्छ। त्यही भएर आफ्नो अब त्यही ब्रान्डै लिन्छ भने डेलको पनि लिन पायो। 59 मा तपाईले Ryzen 5 पाउन सक्नुभयो। इन्टेलको i5 12 जेन लियो भने तपाईले 57 मा पाउनुभयो। इन्टेलमा चाहिँ तपाईको i5 को 12 जेनमा चाहिँ बढाउन पनि मिल्यो ऱ्याम, त्यही जेनेरेसन पुरानो भयो 12 भयो, तर ऱ्याम चाहिँ बढाउन मिल्छ। तर Ryzen को चाहिँ तपाईको त्यसमा ऱ्याम बढाउन डेलमा मिल्दैन। यसमै तपाईले Ryzen 7 16 GB ऱ्याम 512 मा Ryzen 7 लियो भने ओन्ली तपाईले 79 मा पाउन सक्नुहुन्छ। डेलको भस्ट्रो सरी डेलको इन्स्पाइरन, भस्ट्रो चाहिँ इन्टेलमा आउँछ, डेलको इन्स्पाइरनमा Ryzen 7 16,512 मार्केटमा घटाएर भए पनि तपाईले 81 82 भन्छ, तर म्याक्सले तपाईलाई 79 मै दियो। लगाइस दियो भने दियो। ढुक्क भएर गाइस म्याक्समा आउनुस्, तपाईलाई प्राइसको लागि चिन्ता गर्नै पर्दैन। पुरै मार्केट बुझेर आउनुस्, केही छैन। पहिला पुरै मार्केट सरर डुल्ने, थाकेर म्याक्सेलमा आउने, एकछिन मज्जाले बस्ने, त्यसपछि दाजुभाइ कुरा गरेर डिल डन गरेर लिएर जाने सिधै। ढुक्क हुनुस्, तपाईलाई म्याक्सेलले चाहिँ खुसी पारेर पठाउँछ। अब आयो एचपी को स्क्रैच प्रुफ ल्यापटप म्याक्सेलमा आइसकेको छ। पखनै खोल्नेलाई म केही खोजिरहेको छु, यसलाई चाहिँ खोल्नु पर्छ। एचपी को यसमा तपाईको के छ भनेपछि एचपी को स्क्रैच प्रुफ i5 को 13 जेन, i5 को 13 जेन गाइस, i5 को 13 जेनेरेसनमा कति कस्टमरले के गर्छ भने चाहिँ यो वारेन्टीको स्टिकर चाहिँ निकाल्दिरा हुन्छ कि वारेन्टीको स्टिकर चाहिँ सकेसम्म ननिकाल्नु गाइस। यो भनेको हामीले पनि निकाल्ने अथोरिटी हुँदैन के, यो तपाईको कम्पनीले मात्र खोल्न पाउँछ। फेरि यो वारेन्टीको स्टिकर चाहिँ ननिकाल्नु होला। हाम्रोबाट ल्यापटप कतिजना कस्टमरले किन्नु भएको छ भने कतैबाट पनि किन्नु भएको छ भने वारेन्टीको स्टिकर चाहिँ ननिकाल्नु होला। वारेन्टीको स्टिकर भयो भने पछि वारेन्टी क्लेम गराउन गाह्रो हुन्छ। त्यही भएर यो वारेन्टीको स्टिकर निस्क्यो भने पनि तुरुन्तै आएर टसाइहाल्ने। यो तपाईको भयो i5 को 13 जेनेरेसनमा, i5 को 13 जेनेरेसनमा 16 GB ऱ्याम 512 पुरै मार्केटमा बुझ्नुस् गाइस। अनि म्याक्सेलमा आउनु होला, 71 मा म्याक्सले तपाईलाई दियो ल, ओन्ली 71,000 मा। त्यसैगरी अब आयो आइडिया प्याड स्लिम 3 मै, यो पनि इन्टेलमै i5 को 13 जेनमा H प्रोसेसर, इन्टेलकै i5 को 13 जेनमा H प्रोसेसर, i5 को 13 जेनमा H प्रोसेसर, ब्याकलाइट पनि छ यसमा, कीबाट बत्ती पनि बल्छ तपाईको। त्यसैगरी
यसमा ऱ्याम पनि एक्सपान्ड गर्न मिल्छ 16 GB ऱ्याम त्यसमा आउँछ नै प्लस तपाईको ऱ्याम पनि यसमा एक्सपान्ड गर्न मिल्छ 16 GB ऱ्याम 512 SSD मा 16 GB ऱ्याम 512 SSD मा यो लाटा तपाईलाई पर्न आउँछ जम्मा कति भनेपछि ओन्ली एन्ड ओन्ली 73000 गाइज ल ओन्ली एन्ड ओन्ली 73000 मा तपाईले यो लाटा पाउन सक्नुहुन्छ 73000 मा तपाईले आइडिया प्याड स्लिम 3 i5 को 13 जेनमा एच प्रोसेसर त्यो अघिको HP को चाहिँ यु थियो तर यो चाहिँ एच प्रोसेसर को भयो अब कसैलाई ब्रान्ड नै चाहिन्छ भने चाहिँ डेल र HP खोज्छ भने त्यो HP को ठीक छ नत्र यो लेनोभो चाहिँ बाबाले भइहाल्यो 16 GB ऱ्याम 512 SSD मा i5 को 13 जेनमा एच प्रोसेसर 14 इन्ची को म्याट फिनिशिङ मेटल बडी छ तल चाहिँ प्लास्टिक भयो माथि चाहिँ मेटल बडी हो ओन्ली एन्ड ओन्ली 73000 मा गाइस त्यसैगरी अब आयो AMD को पालो राइजन को पालो राइजन 5 मा 7000 सिरिज लेनोभो को राइजन 5 मा 7000 सिरिज लेनोभो को 16 GB ऱ्याम 512 स्पेशली यो लेडिज कलर हो हैन बहिनीहरुलाई मन पराउने खालको ल्यापटप गेमिङ सेमिङ त मलाई गर्दिन 16 GB ऱ्याम 512 भए मलाई प्रोग्रामिङहरु कोडिङहरु गर्न मिलिहाल्छ फोटोशप चलि नै हाल्छ अलिअलि भिडियो एडिटिङहरु पनि सिक्न लाग्छु त्यति भास्टर चाहिँ हैन भन्नुहुन्छ भने दिस वन इज गुड फर यु ओन्ली एन्ड ओन्ली 64000 मा तपाईले पाउन सक्नुहुन्छ 16 GB ऱ्याम 512 यसमै राइजन 7 लियो भने तपाईले 75 मा पाउन सक्नुहुन्छ राइजन 7 चाहिँ किबोर्डमा ब्याकलाइट पनि हुन्छ यसमा चाहिँ ब्याकलाइट हुँदैन 16 GB ऱ्याम 512 मा राइजन 5 को 64 राइजन 7 को 75 र यसमै 8 GB ऱ्याम लियो भने अघि मैले देखाएको थिएँ लेनोभोको यसमा पनि 8 GB ऱ्याम भएको आउँछ 55000 मा पर्न आउँछ त्यसैगरी अब फेरि आयो AMD कै पालो यो चाहिँ V14 हो गाइस यो चाहिँ तपाईको V14 भयो लेनोभोको V14 म्याक्सवेल सँग भेराइटीको कमी छैन के दाइ म्याक्सवेल सँग चाहिँ भेराइटीको कमी छैन जति पनि भेराइटी पाउन सक्नुहुन्छ जति पनि भेराइटी अरु जस्तो हामीले एउटै भेराइटी हामी जति पनि भेराइटी छ जति पनि ल्यापटप छ यो तपाईको लेनोभोको V14 बिजनेस ल्यापटप दाइ मलाई 14 इन्ची चाहियो तर मलाई चाहिँ ल्यान पोर्ट पनि भएको चाहियो ल्यान स्यान पोर्ट सबै कुरा भएको चाहियो भन्नुहुन्छ नि दिस वन इज गुड फर यु यसमा ल्यान पोर्टहरु सबै छ तपाईको अनि यसको स्क्रैच प्रुफ पनि भयो ल्यापटप पनि तपाईको स्क्रैच प्रुफ भयो लुक्स पनि यसको भाउ छ 16 GB ऱ्याम 512 SSD ल्यान पोर्ट पनि भएको र यसको कीबोर्ड पनि भाउ छ तपाईको गाइस कीबोर्ड पनि यसमा भाउ छ बिजनेस सिरिज ल्यापटप हो ल्यान पोर्ट पनि भएको ओन्ली एन्ड ओन्ली 66000 मा लेनोभोको V14 ल 645 मै दिए ओन्ली एन्ड ओन्ली 645 मा यो पनि अन्डर 65 गर्दियो ल 16 GB ऱ्याम 512 लेनोभोको V14 ओन्ली 64500 मा गाइस जब म थाक्न लागिसके के गर्ने दिनभरि थाकिरा हुन्छम गाइस त्यही पनि अब भिडियो बनाउनै पर्यो भिडियो बनाएन भने फेरि कस्टमरहरुले माया गर्दिदैन दुःख गर्नै पर्यो पैसा कमाउनलाई गाह्रो छ अब त्यसैगरी अब आयो आसुस को VivoBook मै अघि त ब्ल्याक कलरमा राइजनमा थियो यो चाहिँ इन्टेलमा आयो गाइस इन्टेल प्रोसेसरमा यसमा यो चाहिँ कोर 7 भयो हामीसँग कोर 5 पनि छ यो चाहिँ कोर 7 भयो यसमा कोर 5 पनि छ कोर 5 i5 को 14 जेन 16 GB ऱ्याम 512 SSD ब्याकलाइट विथ फिंगरप्रिन्ट ओन्ली एन्ड ओन्ली 80000 मा यसमै कोर 7 i7 को 14 जेन 16512 ओन्ली एन्ड ओन्ली 95000 मा पुरै मार्केट बुझेर म्याक्सवेलमा आउनुस् म्याक्सवेलले तपाईलाई बेस्ट दिन्छ त्यसैगरी हामीसँग लेनोभोको थिङबुकमा नयाँ मोडलहरु आइसकेका छ तर भिडियो आउने जेलसम्म चाहिँ पसलमा पनि आइसक्छ अहिले चाहिँ म त भन्सारमा आएको छ भन्सारी भइरहेछ भन्सार जबसम्म हाम्रो भिडियो पढ्नु त्यति बेलासम्म ल्यापटप पसलमा आइसकेको हुन्छ लेनोभोको थिङबुकहरुको सबै भेरिएन्ट अल्ट्रा 5 अल्ट्रा 7 i5 i7 सबै छ हामीसँग मज्जाले आउनु होला म्याक्सवेलले तपाईलाई बेस्ट डिल प्रोवाइड गराउँछ गाइस पर्फेक्ट डिल तपाईलाई म्याक्सवेलले प्रोवाइड गराउँछ त्यसैगरी अब चाहिँ आयो आसुसमै तर यो चाहिँ फेरि बाबाले मोडल हो गाइस भर्खर नयाँ मोडल आएको छ म्याक्सवेलमा गाइस यो तपाईको Q423S भन्ने मोडल हो Q423S भन्ने मोडल हो यसको लुक्स पुरा तपाईले देखाउ अनि यसको स्पेक पनि तपाईलाई म भनौला यसको लुक्स पुरा तपाईलाई म देखाइदिन्छु दाइ अल्ट्रा 5 को चाहिँ 125 धेरै चलायो अब 255 चाहियो मलाई भन्नुभयो कति जनाले नयाँ वाला त विदेशमा आइसक्यो नेपालमा कहिले आउने ल्या त म्याक्सवेलले फर्स्ट टाइम इन नेपाल 16 GB ऱ्याम 512 SSD 16 GB ऱ्याम 512 SSD डल्बी ऑडियो छ यसमा गाइस डल्बी ऑडियो पनि छ हार्मन कार्बनको पनि यसमा तपाईको साउन्ड बाइ हार्मन कार्बन छ प्लस डल्बी पनि छ अल्ट्रा 5 मा आसुस को 16 GB ऱ्याम छ यसमा 512 SSD छ ओलेड डिस्प्ले धेरै जनाले यो ल्यापटप खोज्दै हुनुहुन्थ्यो हामीसँग धेरै इन्क्वायरी पनि गर्नु भएको थियो दाइ यो मोडल चाहिँ नेपालमा कहिले आउँछ Q423S भन्ने मोडल नेपालमा आइसकेको छ 255 अल्ट्रा 5 को 255 125 हैन 255 15 जेनेरेसन गाइस 15 जेनेरेसन आइसक्यो नेपालमा फर्स्ट टाइम इन नेपाल म्याक्सवेलले तपाईलाई कति भन्दै थाहा छ गाइस ओन्ली 1,05,000 मा 1,05,000 मा गाइस हामीसँग लिमिटेड स्टक चाहियो भने आइहाल्नुस् उठाइहाल्नुस्
16 GB ऱ्याम 512 ओलेड डिस्प्ले अल्ट्रा 5 255V मोडल फर्स्ट टाइम इन नेपाल ब्याकलाइट फेस लक फुल मेटल बडी ब्याट्री ब्याकअप 10 आवर प्लस ओन्ली 1,05,000 मा गाइस जम्मा 1,05,000 म्याक्सले तपाईलाई प्रोभाइड गराउँछ। त्यसैगरी यसमै हामीले योभन्दा विगतको भिडियोमा देखाएको थियो आसुसको भिभोबुक प्रो ओलेडमा आसुसको भिभोबुक प्रो ओलेड 15 इन्चमा त्यो हामीसँग अहिले स्टक आउट छ। पुरानो भिडियोमा चाहिँ मैले हालेको थिएँ अहिले चाहिँ स्टक तपाईले धेरै माया गर्नुभयो त्यो मोडल सक्यो अहिले फेरि हाम्रो नेक्स्ट लट चाहिँ भिडियो अनुसारसम्म आइपुगेको हुन्छ पसलमा आसुसको भिभोबुक प्रो ओलेड 15 इन्चमा दाइ मलाई RTX ग्राफिक्स भएको चाहियो तर पोर्टेबल चाहियो ब्याट्री ब्याकअप पनि चाहियो भने तपाईको लागि चाहिँ आसुसको भिभोबुक राम्रो हुन्छ। अल्ट्रा 7 मा 14 जेनेरेसन 16 GB ऱ्याम 1TB SSD RTX को 6 GB ग्राफिक्समा ओन्ली 1,40,000 मा। त्यसमै अल्ट्रा 9 आसुसको भिभोबुक प्रो ओलेडमा अल्ट्रा 9 24 GB ऱ्याम 2TB SSD अल्ट्रा 9 मा 4060 को 8 GB ग्राफिक्स जम्मा 2,22,000 मा। आसुसको भिभोबुक प्रो ओलेड अल्ट्रा 7 मा 1,40,000 3050 ग्राफिक्स अल्ट्रा 9 मा 24 GB ऱ्याम 2TB SSD RTX को 4060 3K डिस्प्ले ओन्ली एन्ड ओन्ली 2,22,000 मा। आसुसको भिभोबुक प्रो ओलेड भिडियो जसमा त्यो पनि आइसकेको हुन्छ त्यो पनि हामीसँग छ। गेमिङ ल्यापटप चाहियो नि मलाई तर पावरफुल चाहियो भने 1.5 लाख भित्रमा अल्ट्रा 7 आयो आसुसको भिभोबुक प्रो ओलेड 2,20,000 को बजेटमा छ भने अल्ट्रा 9 नै आयो 3K डिस्प्ले 24 GB ऱ्याम 2TB SSD RTX को 4060 जम्मा 2,22,000 मा तपाईले पाउन सक्नुहुन्छ गाइज। त्यसैगरी हामीसँग लेनोभोको लिजन पनि रिस्टक भइसकेको छ। लेनोभो लिजन Y700 मोडलमा हामीसँग लेनोभोको लिजन आइसकेको छ। i7 को 13 जेनमा HX प्रोसेसर i7 को 13 जेनमा HX प्रोसेसर 24 GB ऱ्याम 512 SSD मा ओन्ली 1,67,000 मा ओन्ली 1,67,000 मा गाइस लिजन स्टक भइसकेको छ। लिमिटेड स्टक जम्मा 15 पिस आएको छ चाहियो भने आइहाल्नुस्। एकदमै डिमान्डेड ल्यापटप हो लिजन भनेको 170 को बजेटमा ल्यापटप अहिले 4060 मा लिजन पाइरहेको थिएन धेरैजनाले खोजिराख्नु भएको थियो म्याक्सेलमा आइसकेको छ। आउनु होला विशेष छुटको साथ तपाईले म्याक्सेलबाट पाउन सक्नुहुन्छ। त्यसैगरी अब आयो आसुसको जेनबुक यो चाहिँ 8 GB ऱ्याममा हो। यो पनि राम्रो ल्यापटप हो तर त्यो अर्को जुन अघि मैले देखाएँ 1,05,000 वाला त्यो आएपछि यसलाई मान्छेले हेप्न थालिसक्यो तर दिस वान इज अल्सो गुड। 8 GB ऱ्याम 512 अल्ट्रा 5 मा 8 GB ऱ्याम 512 अल्ट्रा 5 मा मार्केटमा सबैले प्राइस बढाइसक्यो यो बढ्यो त्यो बढ्यो भनेर तर म्याक्सेलले बढाएको छैन। कसरी प्रुफ दिन्छ पुरानो भिडियो हेर्नुस् अहिलेको पनि भिडियो हेर्नुस् अरूको भिडियो हेर्नुस् त्यसपछि प्रुफ हुन्छ तपाईलाई म्याक्सेलले बढाएको छ छैन भनेर। म्याक्सेलले जेन्युन कुरा गर्छ जेन्युन प्राइस दिन्छ जहिले एउटै कुरा गर्छ। अब सबैलाई भगवानले पनि खुसी पार्न सक्दैन गाइस। त्यही भएर एकजना कस्टमर हामीसँग पनि कहिलेकाहीँ रिसाइहाल्नुहुन्छ म त्यो कस्टमरलाई के भन्छु भने हामीले रिप्लाई गर्न पाइरहेको छैन एकदम बिजी हुन्छ त्यही भएको कारणले गर्दाखेरि नरिसाउनुलाई काठमाडौँबाट हो भने मेसेज गर्नै पर्दैन सिधै पसलमा आउनु तपाईले बेस्ट डिल पाउनुहुन्छ। बेली बाहिरबाट हो भने सकेसम्म बेलुकाको 8 बजेपछि मेसेज गर्नुस् कि त बिहान 10 बजेभन्दा पहिल्यै मेसेज गर्नुस् त्यतिले हामी फ्री हुन्छ रिप्लाई गर्छौं। अब कतिजनाले भन्छ स्टाफ राखे भयो रिप्लाई गर्नलाई यस्तो हुन्छ के स्टाफहरुले बेस्ट प्राइस दिन सक्दैन स्टाफहरुले बेस्ट डिल दिन सक्दैन जसरी हामीले गर्न सक्छ त्यसरी स्टाफहरुले गर्न सक्दैन नि त। त्यही भएर सकेसम्म आफै रिप्लाई दिन खोज्छु कस्टमरहरुलाई। कहिलेकाहीँ के हुन्छ भने चाहिँ अब त्यो स्टाफहरुले बोल्दाखेरि कुनै कस्टमर रिस पनि उठिहाल्छ त्यो नराम्रो रिभ्यु भयो नि त म्याक्सको लागि। हुन त भगवानले पनि सबैलाई खुसी राख्न सक्दैन तर म्याक्सले सकेसम्म चाहन्छ कि हाम्रो सबै कस्टमर खुसी होस्। मेरो एउटै ब्याड रिभ्यु कस्टमरबाट के आउँछ भनेपछि म्याक्सले त रिप्लाई नै गरेन म्याक्सेलबाट ल्यापटप किन्न खोजेको वास्तै गरेन भन्छ। कसरी वास्ता नगर्नु भन्नु त 10 बजे राति पनि हामीले भिडियो बनाइरहेको छौं किन बनाइरहेको छ हाम्रो ल्यापटप बिकोस् कस्टमर आओस् भनेर वास्ता नगर्ने कुरै हुँदैन के दाजु। हामीले भिडियो किन बनाउँछौं कि कस्टमर मेरोमा आओस् मसँग ल्यापटप किनोस् मलाई फाइदा होस्। तर पनि कजनाले मेरोमा कमेन्ट गरे हुन्छ ए यो दाइ त काममै छैन रिप्लाई नै गर्दैन ए यो दाइसँग ल्यापटप अर्डर गरेको के भन्छ रिप्लाई नै गर्नुहुन्न भनेर हो त्यो बिजी भएको कारणले गर्दाखेरि हामीले त भिडियो बनाएकै त्यसको लागि मेरो ल्यापटप बिकोस्। त्यही भएर म के भन्छु भने काठमाडौँबाट सिधै पसलमा आउनुस् बेली बाहिरबाट हो भने सकेसम्म 10 बजेभन्दा पहिले मेसेज गर्नुस् कि त बेलुकाको 8 बजेपछि मेसेज गर्नुस् कि सिधै एक कल गर्नुस् दाइ मलाई यो मोडल चाहियो भन्नुस् म सिधै पठाइदिइहाल्छु बाहिर भन्दा सस्तो प्राइसमा। त्यसको लागि टेन्सन लिनै पर्दैन र सकेसम्म ल्यापटप किन्दाखेरि एक्सपान्डेबल किन्नु होला। प्लस मैले भनिहालेँ +2 को भाइ बहिनीहरू दाइ दिदीहरू चाहिँ आईटी को ट्रेनिङ फ्रीमा पाउन सक्नुहुन्छ साझा इन्ट्रान्सबाट म्याक्सेलको थ्रुबाट आएको भनेपछि। प्लस हरेक शनिबार टेस्ट हुन्छ हाम्रो आईटी प्रिपरेसन टेस्ट त्यसको लागि बस फ्री सेवा छ पुद्ध सडकबाट साझा इन्ट्रान्समा फलो गर्नु होला उहाँसँग सम्पर्क गर्नु होला। म्याक्सेलबाट आएको भन्नेबित्तिकै तपाईलाई हरेक कुरा उहाँले बुझाइदिनुहुन्छ र हरेक हुने सपोर्ट चाहिँ उहाँहरूले गरिदिनुहुन्छ। त्यसैगरी अब तपाईको आयो आसुसको जेनबुक
अल्ट्रा 5 मा 8 GB ऱ्याम 512 ओलेड डिस्प्ले भएको मार्केटमा तपाईलाई प्राइस बढाइसक्यो 91 92 भन्न थालिसक्यो तर म्याक्सले पहिला पनि 88 भन्ना थियो अहिले पनि 88 भन्छ झन् 500 घटाइदिन्छ अरूले बढाउँछ म्याक्सले घटाउँछ ओन्ली 87,500 मा यसमै अल्ट्रा 7 लियो भने 1,24,000 मा गाइस यसमै अल्ट्रा 7 लियो भने 1,24,000 मा अब तपाईको आयो डेलको 7445 डेलको 7445 राइजन 5 को 8000 सिरिज एचएस प्रोसेसरमा दाजु घरमा चाहिँ डेलकै किन भन्छ तर मलाई चाहिँ पोर्टेबल पनि चाहियो र पावरफुल पनि चाहियो अलिकति टच सच पनि होस् कलर पनि वाव होस् ल आयो त म्याकबुक कलरमा म्याकबुकको M4 कलर M2 कलर M3 कलरमा आउँछ मिडनाइट कलरमा आयो त राइजन 5 को 8000 सिरिज एचएस प्रोसेसरमा ओन्ली एन्ड ओन्ली 84,000 मा गाइस ओन्ली एन्ड ओन्ली 84,000 मा टच 3 अनि 60 घुमाइदिए सिधै टच पनि 360 पनि ब्याकलाइट फिंगरप्रिन्ट सबै छ र एक्सपान्डेबल पनि यसमा हामीसँग छ त्यसैगरी टचमा हामीसँग HP को पनि छ लेनोभो को पनि छ मैले यहाँ धेरै मोडलहरु देखाउँदिन पनि किनभने टाइम पनि कम हुन्छ प्लस मोडल पनि धेरै हुन्छ र प्लस भिडियो बेलका बनाउनु कारणले गर्दाखेरि म थाकिरहेको हुन्छु के म जहिले भन्छु नि म आज बिरामी छु गाई देखाउन सक्दिन भनेर हो त्यो भन्नु कारण एउटै हो कि यति धेरै थाकिरहेको हुन्छु कि कुरै छोड्दिनु त्यही पनि कति कस्टमर रिसाएर कमेन्ट गरेर हुन्छ रिभ्यू दिइरा हुन्छ दाइले वास्तै गर्नु भएन म्याक्सलको दाइले मेसेज गरेको वास्तै गर्नु भएन मतलबै गर्नु भएन भनेर म एउटै कुरा के भन्छु भने चाहिँ प्लिज नरिसाउनु होला गाइस हाम्रो रिप्लाईले ढिलै आउँछ किन हामी बिजी हुन्छ कि यो माया पाएकै तपाईहरुकै मायाले गर्दा बिजी भएको हो अझै माया गर्दिनु होला काठमाडौँबाट भने मेसेज गर्नै पर्दैन सिधै पसलमा आउनुस् तपाईले बेस्ट डिल पाउनुहुन्छ के मार्केट बुझेर पसलमा आउनुस् तपाईले त्यहाँ सस्तो पाउन सक्नु नै हुन्छ स्योर प्लस सेकेन्ड नम्बर कुरामा बाहिरबाट हुन्छ भने बिहान कि त बेलुका मेसेज गर्नु होला अलि छिटो रिप्लाई पाउनुहुन्छ प्लस दिउँसोतिर पनि म कहिलेकाहीँ रिप्लाई गर्छु नगर्ने हैन फ्री भएको बेला सकेसम्म सिधै कल गरेको राम्रो त्यसैगरी दोस्रो नम्बरमा म के भन्छु भने चाहिँ हजुरहरुलाई हाम्रो अल नेपाल फ्री क्याश अन डेलिभरी हुन्छ अल नेपाल फ्री क्याश अन डेलिभरी भइहाल्छ तपाईको त्यसैगरी म्याक्सलबाट ल्यापटप किने भयो सर्भिसिङ लाइफ टाइम फ्री छ सफ्टवेयरको वारेन्टी पनि लाइफ टाइम फ्री हुन्छ प्लस कुनै पनि कस्टमर जस्तो मानौ मैले आफ्नो साथीलाई म्याक्सलमा ल्यापटप किन्न लिएर आयो भने साथीले सस्तोमा त पाउने नै भयो प्लस मेरो ल्यापटप पनि फ्री सर्भिसिङ रिफर गर्नु जसरी तपाईको कसैलाई रिफर गर्छ भने त्यो बापत केही पाउँछ नि हो तपाईले फ्री सर्भिसिङ पाउनुहुन्छ तपाईको पुरानो ल्यापटपलाई सर्भिसिङ गर्नु पर्यो तपाईको पुरानो ल्यापटपमा हुँदै हाल्नु पर्यो भने म्याक्सलले फ्रीमा गरिदिन्छ तपाईले साथी ल्याइदिनु भयो म्याक्सले तपाईको पुरानो ल्यापटप फ्रीमा सर्भिसिङ गरिदियो म्याक्सलबाट किनेको त लाइफ टाइम सर्भिसिङ फ्री भइ नै हाल्यो म्याक्सलले त बेस्ट प्राइस दिनै हाल्छ ल्यापटपमा आउने सबै गिफ्टहरु दिन्छ नै म्याक्सलले तर साथै साथीले ल्यापटप पनि फ्रीमा सर्भिसिङ गराउन पायो त्यो पनि हामीले अफर चलाइरहेको छौं म्याक्सलमा आउनु होला अफरको फाइदा उठाउनु होला गाइस 300 सिटेड अफर भनेको एउटा मात्र यस्तो पसल जसले म्याक्सलले चलाउँछ म्याक्सलमा सस्तो हुनु कारण भनेको एउटै हो कि म्याक्सलले एउटा बेचेर 5000 कमाउँदैन म्याक्सलले 5 वटा बेचेर 10000 कमाउनमा विश्वास गर्छ कतिजनाले मेरै कुरा कपी गरेर बोलिरहेको हुन्छ हैन मेरै कुरा काट्छ के धेरै पसलवालाहरुले त्यही भएर अब यस्तो राम्रो मान्छेको कुरा सबैले काट्छ र हरेक बिजनेसमा कुरा काट्ने मान्छेहरु हुन्छ के अब भाइ उसकोमा दही नकिन उसको दही खट्टा छ मेरो दही मिठा छ भन्ने सबैले भन्ने नै हो त्यही कुरा तर म चाहिँ त्यस्तोमा पर्दैन गाइस म चाहिँ के भन्छु भने जहाँ सस्तो लाग्छ राम्रो लाग्छ त्यहीबाट ल्यापटप किन्नुस् म्याक्सलमै आउनु पर्छ भन्ने छैन तर आइडिया भएको नलेज भएको पसलसँग किन्नुस् भ्यालु फर मनी किन्नुस् आफ्नो काम हुने ल्यापटप किन्नुस् नलेज भएको पसलसँग किन्नुस् त्यति मात्र भन्छु म अब तपाईको आयो एसरको स्विफ्टकोमा तपाईले 16 GB र्याम 512 SSD मा अल्ट्रा 5 16 GB र्याम 512 SSD मा अल्ट्रा 5 मा ओलेड डिस्प्ले भएको 16 512 अल्ट्रा 5 मा ओलेड डिस्प्ले भएको लियो भने तपाईले पाउन सक्नुहुन्छ 1,05,000 मा त्यसैगरी i5 को 13 जेनमा एच प्रोसेसर 16 512 ओलेड डिस्प्लेमा लियो भने तपाईलाई पर्न आउँछ 89,000 मा त्यसैगरी स्विफ्ट गोमै राइजन 7 लियो भने तपाईलाई पर्न आउँछ 88,000 मा त्यसैगरी स्विफ्ट गोमै राइजन 5 लियो भने 16 512 मा तपाईलाई पर्न आउँछ 75,000 मा एसरको स्विफ्ट गो है एसरको स्विफ्ट गो राइजन 5 16 512 75 राइजन 7 78 i5 को 13 जेनमा एच प्रोसेसर ओलेड डिस्प्ले 89 अल्ट्रा 5 मा 1,05,000 त्यसैगरी यसमा अल्ट्रा 7 मा 16 GB र्याम 1 TB ओलेड नभएको आइपीएस मात्र भएको 1,10,000 ओलेड भएको लियो भने 1,20,000 मा तपाईले पाउन सक्नुहुन्छ एसरको स्विफ्ट गो भन्ने मोडल त्यसैगरी अब तपाईको आयो लेनोभोको आइडिया प्याड यो ल्यापटप मैले अघि देखाइसके केटाले डबल हाल्दै रहेछ आइडिया प्याड स्लिम 3 i5 को 13 जेनमा एच प्रोसेसर पहिला पनि मैले देखाइसकेको थिएँ त्यही पनि फेरि पनि भनिदिन्छु एच प्रोसेसर ब्याकलाइट फिंगरप्रिन्ट भएको ओन्ली एन्ड ओन्ली 72,000 मा तपाईले पाउन सक्नुहुन्छ गाइस त्यसैगरी अब आयो एसरको एस्पायर 15 मा अनि यसमा एसरको एस्पायर लाइट पनि आउँछ गाइस लाइट पनि आउँछ 15 पनि आउँछ सेम यही लुक्समा एसरको एस्पायर लाइट यो चाहिँ एसरको एस्पायर लाइट 16 हो गाइस सरी 15 हैन यो चाहिँ एसरको एस्पायर लाइट 16 हो एस्पायर 5 हैन यो चाहिँ एसर एस्पायर लाइट 16 मा i5 को 13 जेनमा बुटा काटेको
मार्केट प्राइस 75, म्याक्सवेलको प्राइस ओन्ली 70,000 मा। i5 को 13 जेन 16,512 70,000 मा गाइस, बुट्टा काटेको मार्केटको प्राइस हेर्नुस् बुझ्नुस्, त्यसपछि म्याक्सवेलमा आउनुस्, ओन्ली एन्ड ओन्ली 70,000 मा पाउन सक्नुहुन्छ। एसरको एस्पायर लाइट 16 16GB ऱ्याम 512 i5 को 13 जेनेरेसनमा। त्यसै गरी अब तपाईँको आयो एसरको गो, यो चाहिँ i3 मा पनि आउँछ i5 मा पनि आउँछ। i3 मा लिनुहुन्छ भने तपाईँलाई यो पर्न आउँछ कति भनेपछि i3 को 13 जेनमा 8GB ऱ्याममा यही ल्यापटप हो तपाईँको मार्केटमा 52-53 भन्ने इन्टेलको। त्यसको मैले लुक्स अघि देखाएर प्राइस पनि भनिदिएका थिएँ, तर फेरि निकाल्दिएँ भनेर मैले निकालिदिएँ। त्यो चाहिँ राइजनको थियो, यो चाहिँ इन्टेलको भयो, यो चाहिँ इन्टेलको भयो। यसको मार्केटमा तपाईँलाई 53, 52, 54 सम्म बेचिरहेछ भनेको पनि छन्। हेर्नु होला, अनलाइनतिर चेक गर्नु होला, अरूको भिडियो हेर्नु होला, अरू ठाउँमा भेरिफाई गर्नु होला। म्याक्सवेलले कतिमा दियो 49,000। अब म्याक्सवेलले घटाएपछि घटाउँछ पसलवालाहरूले, अनि कुरा चाहिँ फेरि यति ठुल्ठुलो गर्छ कुरै छोड्दिनु, पहिले घटाउनु पऱ्यो नि। म्याक्सवेलको पुरानो भिडियोमा पनि गएर हेर्नुहोस् र अहिलेको पनि गएर हेर्नुहोस् र अरूहरूको पनि चेक गर्नुहोस्, अनि आफै भेरिफाई गर्नुहोस्। म्याक्सवेलले पहिला पनि घटाएको थियो, अहिले पनि घटाएको छ। म्याक्सवेलले चाहिँ अरूको हेरेर चाहिँ घटाउँदैन, म्याक्सवेलले आफै घटाउँछ। म्याक्सवेलको हेरेर चाहिँ अरूले घटाउन बाध्य हुन्छ, त्यही भएर मेरो कुरा काट्छ पसलवालाहरूले। दिस इज द मेन रिजन मेरो कुरा काट्नुको। अब तपाईँको आयो राइजनमा, यो तपाईँको लुक्स त्यही भइहाल्छ। राइजन 5 को 8000 सिरिज एचएस प्रोसेसर गाइस, राइजन 5 को 8000 सिरिज एचएस प्रोसेसरमा 16GB ऱ्याम 512 ब्याकलाइट फिङ्गरप्रिन्ट, ऱ्याम पनि एक्सपान्डेबल छ गाइस, एचएस प्रोसेसर पनि छ। ओन्ली एन्ड ओन्ली 77,000 मा। एसरको एस्पायर 15, यो पनि धेरै राम्रो ल्यापटप हो। त्यसै गरी अब आयो एसरको एस्पायर 7 आरटीएक्स ग्राफिक्समा गाइस, एसरको एस्पायर 7 आरटीएक्स ग्राफिक्समा। भिडियो लामो हुन लागिसक्यो गाइस, अब चाहिँ ड्याङ ड्रुङ हाल्नु पर्यो, ड्याङ ड्रुङ हाल्नु पर्यो। यो तपाईँको भयो 16GB ऱ्याम 512 SSD, 16GB ऱ्याम 512 SSD, आरटीएक्स को 3050 मा 6GB ग्राफिक्स, i5 को 13 जेनमा RGB लाइट भएको। मार्केटमा 1,01,000 मा बिकिरहेको थियो। म्याक्सवेलले जब 1 लाख गरिदियो, अरूले पनि बाध्य भएर 1 लाख गर्नु पर्यो, तर अरूले 1 गरेपछि म्याक्सवेलले 99 मै गरिदियो ल। म्याक्सवेलले गाइस घटाउँछ, घटाएको पनि छ। मैले भने त मेरो नयाँ भिडियो भन्दा नि पुरानो भिडियो हेर्नुहोस्, अरूहरूको पनि हेर्नुहोस्, अनि फिल्टर गर्नुहोस् के मोडल वाइज प्राइस आफै थाहा हुन्छ, मैले यति भन्नै पर्दैन। ओन्ली एन्ड ओन्ली 99,000 मा। i5 को 13 जेनमा एच प्रोसेसर, एसरको एस्पायर 7 RGB लाइट छ, लुक्स पनि राम्रो प्रिमियम छ। यसमा झन् तपाईँको एउटा मलाई राम्रो के लाग्छ, टाइप सी पोर्ट पनि 2-2 वटा रहेछ क्या, एउटा यहाँ पनि दिएको रहेछ, अर्को यहाँ पनि दिएको रहेछ क्या। त्यो चाहिँ मलाई राम्रो लाग्यो, नयाँ लुक्समा पनि निकालेको छ एसरको एस्पायर 7। हेर्दाखेरि त्यति गेमिङ पनि छैन, पावरफुल पनि भयो, काम पनि भयो, नाम पनि भयो, त्यस्तो खालको ल्यापटप हो यो चाहिँ। फ्यान पनि ड्युल फ्यान छ। मार्केट प्राइस बुझेर मजाले म्याक्सवेलमा आउनु होला। जुन सुकैले एउटा चाह्यो भने पनि म्याक्सवेलले तपाईँलाई बेस्ट डिल प्रोभाइड गराएको थियो, गराउँछ पनि, गराइ पनि रहन्छ। त्यसै गरी अब आयो लेनोभोको टच 360 मा गाइस, लेनोभोको टच 360 मा। यसको राइजन 7 को 7000 सिरिजै मार्केटमा 110 1.8 मा बेचिरहेछ। यहाँ 8000 सिरिज, राइजन 7 को 8000 सिरिज एचएस प्रोसेसरमा 16GB ऱ्याम 1TB SSD, 16GB ऱ्याम 1TB SSD, राइजन 7 को 8000 सिरिज गाइज एचएस प्रोसेसरमा 7000 सिरिजै मार्केटमा 1,10,000 भन्छ। म्याक्सवेलले 8000 सिरिज राइजन 7 मा 16GB ऱ्याम 1TB SSD मा ओन्ली एन्ड ओन्ली तपाईँलाई कति दिन्छ थाहा छ? 1,05,000 मा। अब आफै गेस गर्नुहोस्, म्याक्सवेल सस्तो कि अरू सस्तो? म तर यो भन्दिनँ अरू कुरा चाहिँ मन राम्रो भनेको होइन, तपाईँलाई जहाँ सस्तो राम्रो लाग्छ त्यहीबाट किन्नुहोस्। म चाहिँ त्यो पसलमा पर्दिनँ कि मेरैमा आउनुपर्छ भनेर चाहिँ म भन्दिनँ। जहाँ सस्तो राम्रो लाग्छ, चित्त बुझ्छ, भोलि उसले मलाई राम्रो सर्भिस दिन्छ त्यहीबाट किन्नुहोस्। म्याक्सवेललाई ब्याड रिभ्यू दिनु भनेकै मात्र पसलवालाहरूले फेक आइडी बनाउँछ, पसल कमेन्ट जस्तो गर्छ। तपाईँको यस्तो जतिसुकै राम्रो मान्छे भए पनि 2-4जनाले खुट्टा तान्ने भइ नै हाल्छ। तर मेरो खुट्टा तान्ने भयो भने पनि कस्टमर छैन क्या, पसलहरू मात्र छ। फेक आइडी बनायो, नामै नभएको आइडीहरू बनाएर के ब्याड रिभ्यूहरू दिइरहेको हुन्छ, त्यस्तोको पैसा चाहिँ नलाग्नु होला। म्याक्सवेलको रिभ्यू जहिले पनि जेन्युन हुन्छ, किनभने हामी कामै जेन्युन गर्छौँ। बरु मैले बाहिरको कस्टमरहरूको रिप्लाई किन दिदिनँ, किनभने फर्स्ट प्रायोरिटी मेरो यो हुन्छ कि यहाँ आएको कस्टमरहरूलाई चाहिँ राम्रोसँग डिल गरौँ पहिला। अब बाहिरको कस्टमरहरूलाई डिल गर्न थाल्यो भने चाहिँ यहाँको कस्टमर बिग्रिन्छ। पहिला लाइभ आएको कस्टमरलाई म डिल गर्छु। त्यही भएर म बाहिरको कस्टमरहरूलाई के भन्छु भने चाहिँ सकेसम्म बिहान म्यासेज गर्नुहोस्, कि त बेलुकाको 8 बजे पछिको म्यासेज गर्नुहोस्, कि त तपाईँ मार्केटमा पुरै बुझ्नुहोस्, कुन कुन ल्यापटपहरू सबै बुझ्नुहोस्। सिधै तपाईँलाई मन परेको मोडल दाजु यो मलाई कतिमा पर्छ मलाई सोध्नुहोस्, त्यहाँभन्दा 1000 रुपियाँ कममा दिन्छु, लिएर जानुहोस्, मोज गर्नुहोस्, चलाउनुहोस् मजाले। प्लस म्याक्सवेलले भनेकै छ, पूर्वको झापामा म्याक्सवेलबाट ल्यापटप किनेको बिग्रियो भने झापामै बनाइदिन्छ, पूर्वको बिराटनगरमा बिग्रियो भने बिराटनगरमै बनाइदिन्छ। त्यसै गरी तपाईँको यता बुटवलको चौरामा पनि हाम्रो पसल छ, के समस्या यताउता आयो भने त्यही बुटवलमै सल्भ भइहाल्छ। पोखराको निरोडमा पनि हाम्रो पसल छ, त्यहाँ पनि तपाईँको केही समस्या
आयो भने चाहिँ त्यही सल्भ हुन्छ। अब हार्डवेयरकै आयो भने काठमाडौँ नै पठाउनुपर्छ, सफ्टवेयरको आयो भने चाहिँ त्यही सल्भ गरिदिन्छ। तर ढुक्क हुनुहोस्, म्याक्सेलले बेस्ट डिल दिँदै आएको थियो, दिन्छ पनि दिइ पनि रहेको छ गाइस। ल एकछिन रोकिदिनु त। अनि 50 ल गाइस भिडियो चाहिँ 46 मिनटको पुगिसकेको छ। अब यो मोडल चाहिँ हाम्रो क्यामेराम्यान दाइले चाहिँ अब नदेखाऊ भन्दै हुनुहुन्छ, त्यही पनि अब मेरो बानी चाहिँ देखाइहाल्ने। भिडियो धेरै लामो भयो भने चाहिँ भ्युज अलिक कम आउँदो रहेछ कि, त्यो रिकमेन्डेसनमा कम जाँदो रहेछ कि भिडियो। त्यही पनि ल होस्, अब भगवान्ले चाह्यो भने भ्युज जान्छ, अब चाह्यो भने जाँदैन, अब के भन्नु त। त्यही अब देखाएपछि देखाउनै पऱ्यो। ल अब चाहिँ म अनबक्सिङ कम गर्छु, एस्पेक मात्र भन्छु गाइस, प्लिज माइन्ड नगरिदिनु होला। यो चाहिँ अनबक्सिङमा गरिदिनु, बटाम एस्पेक भन्दै जान्छु। 5 मिनट मसँग टाइम छ र मलाई यो सबैको बारेमा भन्नु छ। अब आयो आसुसको टप राइजन 7 मा 16 GB ऱ्याम 512 SSD मा। मार्केटमा यसको प्राइस बढाएर 1516 पुऱ्याइसक्यो, तर म्याक्सेलले बढाउँदैन, ओन्ली 1,03,000 मा 16,512 राइजन 7 को 7000 सिरिज RTX को 3050 मा। त्यसै गरी अब आयो एसरको नाइट्रो 16 GB ऱ्याम 512 SSD राइजन 5 को 7000 सिरिज 6 GB ग्राफिक्समा ओन्ली एन्ड ओन्ली 1,01,000 मा। र यसमै तपाईले i7 को 13 जेनमा RTX को ल यो खोलिदिउ जे होला यार। यसमै तपाईले i7 को 13 जेनमा 3050 लियो भने 1,17,000। यसमै तपाईले i7 को 13 जेनमा 4050 लियो भने 1,29,000। मार्केटमा प्राइस बढाएर 1,32,000 पुगाइसकेको छ 4050 को, तर म्याक्सले बढाउँदैन, ओन्ली 1,29,000 मा i7 4050 i7 3050 1,15,000 मा। राइजन 5 मा 6 GB ग्राफिक्स 16,512 1,01,000 मा। एसरको नाइट्रो B15 मार्केटमा सर्टेज छ, तर म्याक्सेलसँग छ, आउनुस् लिएर जानुस्। बेस्ट प्राइसमा बेस्ट डिल म्याक्सेलले दिन्छ, दिएको पनि छ र दि पनि रहेको हुन्छ। दुश्मन जलिरहन्छ, म्याक्सेल कम्प्युटर चलिरहन्छ। अब आयो HP को भिक्टसमा गाइस, लुक्स नदेखाउँ, पसलमा आउनलाई म देखाइहाल्छु। 1 लाखको भित्रमा 1 लाखसम्ममा गेमिङ ल्यापटपहरू राम्रै आउँछ, भिडियो एडिटिङहरू गर्नलाई भयो, फ्रिल्यान्सिङहरू गर्नलाई भयो, 1 लाखसम्ममा राम्रै आउँछ। सिभिलहरू पढ्नेलाई मजाले हुन्छ। सिभिल पढ्दै भने 1 लाखभन्दा माथिको लिएर काम छैन, 1 लाखसम्म मजाले पुग्छ। हो आर्किटेक्चर पढ्दै हुन्छ 1.5 लाखसम्म किन्नु पर्यो, किनभने 40-60 तल लिएर काम छैन आर्किटेक्चरलाई चाहिँ। तर सिभिलहरू पढ्दै हो, तपाईको कम्प्युटर साइन्सहरू पढ्दै हो भने त 60,000ले पनि पुग्छ। तर पनि 1 लाखसम्मको बजेट छ भने यो भिक्टसहरू, नाइट्रोहरू, एलोक्यूहरू किन्दा चाहिँ मजाले हुन्छ। भिक्टस तपाईको 16 GB ऱ्याम 512 SSD मा 3050 ग्राफिक्स भएको ओन्ली एन्ड ओन्ली 89,000 मा पाउन सक्नुहुन्छ। त्यसैगरी अब आउँछ तपाईको लेनोभोको एलोक्यूमा हामीसँग कुन मोडल छ बिस्तारै भन्छु सुन्नु होला है। i5 को 12 जेनमा HX प्रोसेसर 12 GB ऱ्याम 512 2050 मा 93,000। i5 को 12 जेनमा HX प्रोसेसर 12 जेनमा 12 GB ऱ्याम 512 3050 मा 1,01,000। लेनोभोको एलोक्यूमा i5 को 13 जेनमा HX प्रोसेसर 3050 मा 13 जेनमा HX प्रोसेसर 3050 मा 1,10,000। i5 को 12 जेनमा HX प्रोसेसर 24 GB ऱ्याम 512 4050 मा 1,12,000। त्यसै गरी एलोक्यूमा i7 को 13 जेनमा 24 GB ऱ्याम 512 SSD RTX को 3050 मा 1,29,000। 24,512 i7 को 13 जेनमा RTX को 3050 1,29,000। एलोक्यूमा i7 को 13 जेनमा 16 GB ऱ्याम 512 SSD RTX को 4050 मा 1,42,000। त्यसै गरी एलोक्यूमा राइजन 5 को 8000 सिरिज 16 GB ऱ्याम 512 मा RTX को 4050 मा 1,11,000। भिडियोलाई स्लो गरेर हेर्नु होला, एलोक्यूको सबै स्पेक भन्दैछु गाइस, प्लिज माइन्ड नगर्नु होला। जति पनि मैले ल्यापटप भने 1 लाखसम्मको रेन्जको लियो भने AutoCADहरू एक्सएसआरहरूको लागि, भिडियो एडिटिङहरूको लागि, कोडिङ सोडिङ गेमिङ सेमिङ सबैको लागि पुग्छ। तर आर्किटेक्चर हो भने चाहिँ 1.5 लाखसम्मको किन्दाखेरि राम्रो हुन्छ। अब आयो एसरको नाइट्रो B16, अघि थियो B15, यो चाहिँ भयो B16। तपाईले 1,30,000 सम्मको बजेट छ भने B16 राम्रो हुन्छ। एसरको नाइट्रो B16 राइजन 7 को 8000 सिरिज 16 GB ऱ्याम 512 6 GB ग्राफिक्स भएको ओन्ली एन्ड ओन्ली 1,25,000 मा पाउन सक्नुहुन्छ। 165 हजको डिस्प्ले भएको गाइस। म अलि फास्टमा अब भिडियोलाई सकाउन लाग्छु, भिडियो धेरै लामो भइसक्यो, प्लिज माइन्ड नगर्नु होला। अब आयो एसरको नाइट्रो 16 16 GB ऱ्याम 512 SSD i7 को 13 जेनमा RTX को 4050 ओन्ली एन्ड ओन्ली 1,37,500 मा। त्यसै गरी यो चाहिँ टच 360 अघि मैले लेनोभोको देखाइदिइहालेँ, यो पनि लेनोभोकै हो, यो चाहिँ इन्टेलमा भयो, अघिको चाहिँ राइजनमा थियो। इन्टेलमा पनि तपाईँको अल्ट्रा 5 मा टच लेनोभोको योगा अल्ट्रा 5 राइजन 5 भने राइजन 585 मै आउँछ। यो चाहिँ अल्ट्रा 5 हो, 16 GB ऱ्याम 1 TB SSD भएको 1,05,000 मा तपाईँले पाउन सक्नुहुन्छ। त्यसै गरी एसरको पिएटरमा i7 को 13 जेनमा RTX को 4060 एसरको पिएटर i7 को 13 जेनमा RTX को 4060 भएको लियो भने चाहिँ 16 GB ऱ्याम 1 TB मा 1,73,000। यसमै 14 जेनको लियो भने चाहिँ 1,79,000। त्यसै गरी यसमै i9 को 14 जेन 32 GB ऱ्याम
1 TB SSD लियो भने चाहिँ 1,97,000 मा तपाईले पाउन सक्नुहुन्छ RTX को 4060 मा। त्यसैगरी अघि जुन मैले भनेको थिएँ Lenovo को Legion हामीसँग आइसकेको छ, यही हो i7 को 13 जेन मा HX प्रोसेसर, 24 GB RAM, 512 SSD, RTX को 4060 लिमिटेड स्टक हामीसँग छ गाइस। म्याक्सेल मा आउनु होला, भट्टाभट लिएर जानु होला। Legion म्याक्सेल मा रिस्टक भइसकेको छ, जम्मा 15 पिस चाहियो भने आइहाल्नुस्, छुट्नु होला नत्र। ओन्ली 1,67,000 मा। भिडियो धेरै लामो भयो गाइस, आई एम रियली सरी। प्लिज भिडियो लास्टसम्म हेरेर माया गरिदिनु होला। अस्तिको भिडियोमा जुन हामीले भनेको थियो कमेन्ट गर्ने मान्छेले यो नेकब्यान्ड जित्नुहुन्छ त्यो गिभ अवे गर्छौँ। अस्तिको भिडियोमा कमेन्ट गर्नेले यो निक अवे, अस्ति हाम्रो दुईटा भिडियोमा गिभ अवे गर्न बाँकी छ। एउटा भिडियोमा हामीले किबोर्ड दिएका थियौँ वायरवाला, अर्कोमा चाहिँ नेकब्यान्ड दिएका थियौँ। त्यो दुईटै भिडियोको गिभ अवे चाहिँ हामी अहिले गर्न लागेको छौँ। त्यसैगरी आजको भिडियोमा कमेन्ट गर्नेले के पाउँछ त? आजको भिडियोमा कमेन्ट गर्नेले 2500 पर्ने मिसनको ओरिजिनल वायरलेस किबोर्ड र माउस पाउँछ। आजको भिडियोमा जस्ताको त्यस्तै कमेन्ट गर्नेले किबोर्ड र माउस पाउँछ। सिधै जस्ताको त्यस्तै कमेन्ट, म अरू जस्तो भन्दिनँ राम्रो कमेन्ट भनेर, जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नु होला गाइस। र प्लिज म्याक्सेलबाट कसैको मन दुखेको छ आइम रियली सरी भन्छु। एकदम बिजी भएको कारणले गर्दाखेरि कहिले काहीँ कोहीसँग कुरा गर्न भ्याउँदैन, उसलाई इग्नोर गरेर जस्तो फिल हुन्छ। प्लिज नरिसाउनु गाइज, होइन हामी धेरै बिजी हुन्छ, त्यही भएर रिप्लाई गर्न पाइरहेको हुँदैनौँ। म यति मात्र भन्छु, माया गर्नु छ अझै माया गर्नु होला। बाहिरको कस्टमरहरूलाई चाहिँ अलिकति हामी रिप्लाई गर्न ढिलो गर्छौँ, तर हाम्रो चाहना चाहिँ छिटो रिप्लाई दिउँ र छिटो अर्डर आओस्, किनभने मलाई पो कमाइ हुन्छ त। यो भिडियो हामीले किन बनायो, कस्टमरले अर्डर गरोस्, ल्यापटप किनोस् भनेर। अनि हामीले नै रिप्लाई नगर्ने त उद्देश्य हुँदैन। हाम्रो पनि उद्देश्य हुन्छ रिप्लाई गरौँ, पैसा आओस्, ल्यापटप पठाउँ। तर के हुन्छ भने अलिक बिजी हुन्छु, या लाइभ कस्टमरलाई हामीले ध्यान दिइरहेको हुन्छौँ। त्यही भएर काठमाडौँमा भएको कस्टमरलाई म के भन्छु, सिधै म्याक्सेलमा आउनुहोस्, पुरै मार्केट बुझेर तपाईँले बेस्ट डिल पाउनु नै हुन्छ। बाहिर कस्टमरलाई के भन्छु, पुरै मार्केट बुझ्नुहोस्, मलाई व्हाट्सएपमा दाइ मलाई यो मोडल चाहियो, कतिमा आउँछ भन्नुहोस्, मिलाएर पठाइदिउँला। त्यसको लागि टेन्सन लिनु पर्दैन। दोस्रो नम्बरमा मैले भनिहालेँ, +2 को दिएको दिदी भाइ बहिनीहरू हुनुहुन्छ वा अथवा दाइ भाइहरू हुनुहुन्छ भने आइटीको फ्री ट्रेनिङ साझा इन्ट्रान्सले प्रोभाइड गराएकै छ म्याक्सेलसँग मिलेर म्याक्सेलको कस्टमरहरूलाई। प्लस सेकेन्ड नम्बरमा तपाईले शनिबार जुन टेस्ट हुन्छ उहाँहरूले आउनुहुन्छ कलेजहरुमा, त्यसको लागि पनि बसको फ्री व्यवस्था हुन्छ, तपाईले 1 रुपैयाँ पनि तिर्नु पर्दैन। प्लस कुन कलेजमा तपाईलाई कस्तो होला के होला भनेर बुझ्न पाउनुभयो, गराउनै पर्छ भन्ने छैन, त्यहाँ गएर आइडिया लिन पाउनुभयो। आइटी कलेजहरु कहाँ छ, के छ, कस्तो छ, कुनमा पढ्दा के होला, कस्तो होला भन्ने कुरा जानकारी पाउन सक्नुहुन्छ। विगतको वर्षमा पनि हामीले यो कुरा ल्याएका थियौं र फेरि पनि हामी आइटी पढ्ने भाइ-बहिनीको लागि ल्याएका छौं। त्यही भएर भिडियोलाई अन्तिमसम्म हेर्नु भएको छ भने जस्ताको त्यस्तै परिका दिनु होला। दाइ ल्यापटप त यो गिभ अवे भइहाल्यो कमेन्ट गर्नेलाई। ल्यापटप किन्दाखेरि चाहिँ के पाउँछ हजुरलाई म त्यो पनि देखाइदिन्छु है गाइस। जुनसुकै ल्यापटप किने पनि गेमिङ माउस त पाइहाल्नु भयो। अब एज योर चोइस, एज योर युज, वायरलेस वायर जुन लिए पनि भयो। त्यसै गरी तपाईको यो गेमिङ माउस प्याड पनि पाइहाल्नु भयो माउस राख्नलाई। त्यसै गरी तपाईले यो नेक ब्यान्ड पाइहाल्नु भयो। त्यसै गरी तपाईले यो इनर ब्याग चाहिँ पाइहाल्नु भयो। त्यसै गरी तपाईले यो ल्यापटप ब्याग पनि पाइहाल्नु भयो। त्यसै गरी तपाईले यो कीबोर्ड गार्ड पनि पाइहाल्नु भयो। त्यसै गरी तपाईले यो कीबोर्ड पनि पाइहाल्नु भयो। अरूले हाम्रो म्याक्सेलको कुरा काट्दै गर, जल्नेवाला जलिरहन्छ, म्याक्सेल कम्प्युटर चलिरहन्छ। धेरैजना कस्टमरले मलाई भन्दा अरू पसलले तपाईको लास्टै कुरा काट्छ। म फेरि पनि दोहोऱ्याउँछु, कुरा उसकै गर्छ जसको नामको बोलवाला हुन्छ। तर अब नर्मली मान्छेको कुरा कसले काट्छ, चिन्दैन भने जसरी तपाईलाई कसैले चिन्दैन तपाईको कुरा काट्दैन। त्यो म्याक्सेल यति फेमस छ कि मान्छेले नचाहेर पनि म्याक्सेलको नाम चाहिँ लिनै पर्छ। र म त्यति मात्र भन्छु, म्याक्सेललाई माया गर्न छ अझै माया गर्नु होला। र भिडियोलाई अझै लामो चाहिँ नगरौँ, अब गिभ अवे तर्फ लागौँ है त गाइस। ल गाइस, त्यसै गरी अब हामी गिभ अवे तर्फ लागौँ है त। यो चाहिँ अस्तिको भिडियो, पहिला यो गर त्यसपछि यो गर है त। सरी मैले त यसमा भिडियोमा ल अब चाहिँ यसलाई ट्याक्कै परेमा घुमे भयो त्यहाँ ल कपी लिङ्क गरिसकेँ। सरी है, ल हेरौँ अस्तिको भिडियोमा चाहिँ कसले कमेन्ट गरेर किबोर्ड जित्नु भएको रहेछ हेरौँ है त। वायर किबोर्ड पिको विनर ल नाइस भिडियो लेख्नु भएको छ। राम चौधरी US1RM देखिरहेछ। राम चौधरी US1RM नाइस भिडियो लेख्नु भएको रहेछ। र दाजु हजुरले जित्न सक्नुभयो यो किबोर्ड है। अब तपाईँ काठमाडौँबाट हो भने हाम्रो पसलमा भिजिट गरेर यो किबोर्ड लानु होला। बेली बाहिरबाट हो भने नामहरू एड्रेसहरू पठाउनु होला व्हाट्सएप अथवा फेसबुकमा। तपाईले यो हामी त्यहाँ मजाले डेलिभरी गरिदिन्छौँ, फ्री अफ एनी कस्ट। डेलिभरी चार्ज तपाईलाई तिर्नु पर्दैन। र त्यसै गरी अब चाहिँ हामी लागौँ नेक्स्ट भिडियोतर्फ है गाइस। ल यो गिभ अवे चाहिँ सक्यो, अब चाहिँ हामी नेक्स्ट गिभ अवेतर्फ लागौँ। अब यसको लागि चाहिँ फेरि एकचोटि लिङ्क खोल्नु पर्ने भयो, युट्युब कमेन्ट पिकर है त। ल यही हो। अब चाहिँ यो फर्स्ट भिडियो है गाइस। ल अब नेक ब्यान्ड चाहिँ कसले जित्दो रहेछ हेरौँ है।
नेक बेन्ड चाहिँ कसले जितेको रहेछ देखिरहेको छैन ल हेर है त गाइज ल यो चाहिँ हामीले अर्को भिडियो गर्न लाग्छ यो चाहिँ नेक बेन्ड ल I bought Asus Top A15 laptop from here. Sorry, from there लेख्नु भएको रहेछ निसान श्रेष्ठ 2455 निसान श्रेष्ठ 2455 I bought Asus Top A15 laptop from there लेख्नु भएको रहेछ थ्याङ्क यू सो मच हजुरले म्याक्सबाट ल्यापटप किन्नुभयो तपाईँले यो त पाउनु नै भएको थियो होला तर फेरि पनि पाउनुभयो एउटा अर्को एक्स्ट्रा साथीभाइ दाइ भाइ दिदीबहिनी कसैलाई दिनु होला यो नेक बेन्ड काठमाडौँबाटै हुनुहुन्छ भने हाम्रो पसलमा आएर भिजिट गर्नु होला काठमाडौँमै हुनुहुन्छ भने काठमाडौँबाट बाहिर हुनुहुन्छ भने नाम एड्रेस पठाउनु होला हामीले तपाईँलाई फ्री डेलिभरी गरिदिन्छौँ भिडियो धेरै लामो भयो गाइस यति भन्दै मसँग एउटा बिदा लिन्छु मैले बोलेको केही कुरा नराम्रो भएको छ म्याक्सेलबाट कसैको मन दुखेको छ भने आइम रियली सरी म्याक्सेलले जहिले पनि कस्टमरको भला चाहन्छ र मलाई थाहा छ कस्टमरले कहिले पनि म्याक्सेललाई नराम्रो सोच्दैन म्याक्सेललाई माया गर्नुभएको छ कतिजना मसँग रिसाए पनि फेरि मेरैमा आउनुहुन्छ बरु मलाई एक दुईवटा कुरा सुनाउनुहुन्छ तर ल्यापटप चाहिँ म्याक्सेलसँगै किन्नुहुन्छ त्यो हेर्दा एकदम खुसी लाग्छ गाइज होइन त्यो एक दुईजनाले फेक कमेन्टहरू गर्छन् पसलहरूले फेक आइडीहरू बनाए त्यस्तोको पछि नलाग्नु होला होइन म्याक्सेल जेन्युन छ जेन्युन रहन्छ पनि त्यही भएर यहाँदेखि यहाँसम्म पुगेको छ अझै यहाँसम्म पुग्नु छ म्याक्सेल कहाँ छ पुतली सडकमा नेपाल इन्भेस्टमेन्ट ब्याङ्कको अगाडि नम्बर यहाँ हामी सधैँ छ 9802054642 9811770082 कमेन्टमा पनि नम्बर हुन्छ नै म्याक्सेलमा आउनु होला माया दिनु होला माया लिनु होला माया पाउला माया देऊला यति भन्दै म समीर यहाँबाट बिदा लिन्छु